छठ पर्व नजिकिँदै गर्दा वीरगञ्जको बजारमा एउटा छुट्टै किसिमको रौनक छाउँछ। आजको हाम्रो यो प्रस्तुतिमा हामी यही जीवन्त माहौलको गहिराईमा पुग्नेछौँ, जहाँ सडकहरू नै बजारमा परिणत हुन्छन् र हरेक कुनामा छठको उत्साह देखिन्छ। वीरगञ्जमा नि पर्वको बेला सडक नै बजारमा परिणत हुनु एउटा जीवन्त परम्परा जस्तै हो। अब दशैँ होस् वा तिहार, यो दृश्य सामान्य नै लाग्न सक्छ, तर छठ पर्वको माहौलले भने शहरको हरेक कुनालाई एउटा विशेष उत्सवमा बदलिदिन्छ। वीरगञ्जमा अहिले सामान बेच्ने र किन्नेको यस्तो भिड छ, बजारमा दिनभरि नै भोजपुरी भाषामा व्यापारी र ग्राहकबीच मोलतोल गरेको सुनिन्छ। अनि त्यसमाथि स्थानीय एफएम रेडियोबाट बज्ने छठका गीतहरूले वातावरणलाई झनै उत्सवमय बनाएको छ। ल अब पहिलो खण्डमा आउनुहोस् वीरगञ्जको यही अनौठो छठ बजारलाई अलि नजिकबाट निहालौं। आखिर यो बजार किन यति महत्त्वपूर्ण छ अनि यसका पछाडि के कस्ता सांस्कृतिक र आर्थिक पाटाहरू जोडिएका छन्। सबैभन्दा पहिले छठ पर्वलाई बुझौँ न। यो प्रकृति पूजनको पर्व हो र रमाइलो कुरा के छ भने यसमा प्रसादको रूपमा चढाइने सबै सामग्री कृषि उत्पादन नै हुन्छन्। हो, यही कारणले गर्दा यो बजारको हरेक वस्तुको आफ्नै एउटा सांस्कृतिक महत्त्व छ। अब लागौं बजारका मुख्य आकर्षणतर्फ, मतलब ती आवश्यक सामग्रीहरू जसबिना छठ पर्व अधुरो हुन्छ र जसले यो बजारको व्यापारलाई मात्र होइन, किसान र कालीगढको जीवनलाई पनि चलायमान बनाउँछन्। छठ पूजामा उखु त अनिवार्य नै मानिन्छ, विशेष गरी कोशी भर्नेहरूका लागि। त्यसै गरी बाँसबाट बनेका सुफ्ली, छौरा र छैटामा अर्घ्य दिनु अनिवार्य नै मानिन्छ। साथमा माटोबाट बनेका भाँडाकुँडाहरूको पनि उत्तिकै महत्त्व छ। यी सबै प्राकृतिक र हातले बनाएका वस्तुहरू नै यो बजारका मुख्य आकर्षण हुन्। तर यो बजार सामानको मात्रै कहाँ हो र, यो त मानिसहरूको पनि हो। अब यी वस्तुहरूभन्दा पर यो बजारलाई साँच्चै जीवन्त बनाउने विक्रेता र खरिदकर्ताका केही अनुहार र उनीहरूका कथाहरूमा डुबौं। ल यिनी हुन् अशोक कुमार महतो, सर्लाहीबाट पहिलो पटक उखु बेच्न वीरगञ्ज आएका। उनी आफै भन्छन्, उखुको माग बढी हुन्छ भनेर सुनेको थियो, त्यसैले उखु बेच्न ल्यायौं। हेर्नुस् त, बजारको हल्लाले उनलाई यहाँसम्म तानेर ल्याएको छ। अशोक र उनका साथीहरूले सानो लगानी गरेका छैनन् है। उनीहरूले प्रति क्विन्टल 1000 रुपियाँमा 35 क्विन्टल उखु किनेर ल्याएका छन्। अब नाफाघाटा जे भए पनि उनीहरू जोखिम मोल्न तयार छन्। तर अचम्मको कुरा के छ भने मोलतोलको लागि प्रख्यात यो बजारमा अशोकको बेच्ने तरिका अलि अनौठो छ। कसैले भाउ घटाउन खोज्यो कि उनी ढुक्क भएर भन्छन्, 14वटा लिनुहोस् वा 28वटा, जोडीको 50 रुपियाँ नै हो, एक दाम। कस्तो आत्मविश्वास होला है। अब अर्कोतर्फ पवन कुमार जैसवाललाई भेटौं। अरू बेला उखुको जुस बेच्ने पवन छठको मौकामा सिङ्गो उखु बेचिरहेका छन्। कुनै ग्राहकले उखु बाङ्गोटिङ्गो परेको गुनासो गरे भने उनी हँसिलो अनुहार बनाउँदै भन्छन्, सबै औँला बराबर हुन्छ र भर्खर काटेर ल्याएको हो, ताजा छ। पवनको आत्मविश्वास त झन् गजबको छ। उनी भन्छन्, उखु बिकेन भने पनि केही छैन, जुस बनाएरै भए पनि बेच्छु भन्ने आँट छ। उनको यो व्यावसायिक कुशलता साँच्चै तारिफयोग्य छ। आफू भेटौं डोम समुदायका पारस मल्लीलाई, जसको पुर्ख्यौली सिप छठ पर्वमा चम्किन्छ। उनीहरू जस्ता कालीगढका लागि छठ पर्व बाँसका सामग्री बेचेर वर्षभरिको आम्दानी सुनिश्चित गर्ने मुख्य अवसर हो। पारसका अनुसार सुफली र डलिया प्रतिगोटा 100 रुपियाँमा र दौरा 350 रुपियाँमा बिक्री भइरहेको छ। विक्रेताको कथासँगै अब खरिदकर्ताको अनुभव पनि सुनौ। रामविनय शाह पूजाका सामग्री किन्दा किन्दै 10,000 देखि 12,000 खर्च भइसकेको बताउँछन्। उनी भन्छन्, गाउँघरमा सित्तैमा पाइने सामग्री पनि सहरमा किन्नुपर्छ। हो, यसले चाडपर्वको बढ्दो खर्चलाई पनि देखाउँछ। अशोक, पवन, पारस र रामविनय, यी सबैका व्यक्तिगत कथाहरूलाई जोडेर हेर्दा एउटा ठूलो तस्विर बन्छ। यसले के देखाउँछ भने कसरी आस्थाको यो पर्वले शहरको अर्थतन्त्र र संस्कृतिलाई एउटै धागोमा उनेको छ। वास्तवमा एउटा पर्वले पूरै आर्थिक नगरी वीरगञ्जको व्यापारलाई चलायमान बनाएको छ। छठले केवल आस्था मात्र होइन, आर्थिक अवसर पनि सँगै लिएर आउँछ। यो चहलपहल विशेष गरी वीरगञ्जको मुख्य बजार क्षेत्र, घण्टाघर र माइस्थानमा देखिन्छ। यी ठाउँका सडकहरू छठका सामान किनबेच गर्नेहरूको भिडले खचाखच भरिएका हुन्छन्। अन्तमा एउटा प्रश्न सोच्न लायक छ,
कसरी एउटा पर्वले सहरको अर्थतन्त्र र समुदायलाई यति गहिरोसँग जोड्न सक्छ। छठ पर्व यसको एक जीवन्त उदाहरण हो, जहाँ आस्था, व्यापार र समुदाय एकै ठाउँमा आएर मिसिन्छन्।